नेपालमा डेलिभरी सर्भिस कति छ आज? 10, 20, 50 गर्न थाल्यो भने लिस्ट नै सकिँदैन होला। हरेक वर्ष 20-30 वटा डेलिभरी कम्पनीहरू आउँछन् र 99% चाहिँ बन्द हुन्छन्। कतिले त सीओडी नै डुबाउँछन्। आफ्नो अनलाइन बिजनेसको प्रोडक्ट कुन डेलिभरी कम्पनीलाई दिने अझै पनि भेट्न गाह्रो छ है। पिकअपको लागि कल गर्नुपर्छ, राइडर कहिले आउँछ कहिले आउँदैन, डेलिभरी चार्ज एउटा भन्छन्, बिल आउँदा अर्को हुन्छ, के जोडेर। अनि पार्सल कहाँ पुग्यो, कसले रिसिभ गर्यो, केही क्लियर अपडेट हुँदैन। अनि झन् रिटर्न आयो भने त लहस माथि लहस। विराटनगरसम्मको लागि 170 भन्छ, तर बाटोमा नै पर्ने ठाउँको डेलिभरी चाहिँ 220 लिन्छ। हिडन चार्जेस, हिडन कन्फ्युजन। अझ फलोअप त हुँदैन र राइडर चाहिँ रुड हुने कुरा त कति छन् कति। अनि लास्टमा गएर बिजनेस ओनरले कस्टमरलाई सरी भन्नुपर्छ, आफ्नो गल्ती केही नहुँदा पनि। अझै आफ्नो प्रोडक्टको पैसासँग कसलाई ट्रस्ट गर्ने, कुन कम्पनी चाहिँ फ्युचरसम्म सोचेर काम गरिरहेको छ र जसले हरेक लिगल कम्प्लायन्स पनि फलो गर्छ र यो सबै पेन पोइन्ट्सहरू कसले केटर गर्छ त भन्दाखेरि उपाय छ नि। उपायले डेलिभरीलाई लजिस्टिक्स जस्तै मात्र हेर्दैन, बट रेस्पोन्सिबिलिटी जसरी लिन्छ। उपायमा पिकअप चार्जेस 0 छ। एउटा पार्सल होस् या 100 वटा होस्, सेम प्रायोरिटी, नो पिकअप चार्ज। कुन टाइममा पिकअप चाहिन्छ त्यही स्लट सेलेक्ट गर्ने, उपायको राइडर त्यही टाइममा आउँछन्। सिम्पल, प्रेडिक्टेबल, प्रोफेसनल। अनि नो हिडन प्राइसिङ है। जतिमा कोड भयो त्यति नै फाइनल प्राइस हुन्छ। बीचमा पर्ने ठाउँको अलग प्राइस हुँदैन, युनिफर्म हुन्छ। यहाँ तपाईले रियल टाइम ट्र्याकिङ, हरेक स्टेपमा अपडेट, सबै कुरा ट्रान्सपेरेन्टली पाउनुहुन्छ विथ नोटिफिकेसन अन एभ्री स्टेप। अनि अर्को, सामान रिटर्न हुने केसहरूमा यु अल्सो गेट 50% डिस्काउन्ट, जुन सेलरको लागि एकदम उपयोगी पोइन्ट हो। जस्तै पोखरामा सामान पठाउँदा कस्टमरले रिटर्न गर्नु पर्यो भने डेलिभरी चार्जेस 170 लाग्थ्यो भने अब तपाईलाई मात्र 85 लाग्छ अनि सामान पनि तपाईसँग आइपुग्छ। प्लस डेडिकेटेड सपोर्ट टिम पनि छ, हरेक सेलरको लागि केही इस्यु आइहाल्यो भने पनि। अझ अर्जेन्ट एन्ड सिक्योर कार्गो पार्सल सर्भिस नि छ उपायमा, जसबाट एयर कार्गोहरूमा अर्जेन्ट सामान जान्छ र सिक्योर्ड पार्सलको केसमा चाहिँ ओटीपी बेस्ड डेलिभरी सिस्टम छ। भेरिफाई गरेर मात्र सामान ह्यान्डओभर हुने सिस्टम, मेकिङ दिस मोस्ट युजफुल फर ब्याङ्क्स, कर्पोरेट्स र एम्बेसीजहरू। सो अ स्ट्रङ इन्फ्रास्ट्रक्चर विथ एन्ड टु एन्ड लजिस्टिक सोल्युसन दिन्छ उपायले, जसबाट तपाईको ब्रान्डको रेपुटेसन इज नेभर कम्प्रोमाइज्ड अनि तपाईँ आफ्नो कोर काममा फोकस गर्न सक्नुहुन्छ। डेलिभरी वाला पार्ट चाहिँ उपाय छँदैछ नि। र नेपालमा नै सबैभन्दा ठूलो र स्मार्ट 3PL वेयरहाउस नि उपायले बनाउँदैछ साङ्गामा, जसले अनलाइन बिजनेस ओनर्सहरूलाई ग्रो गर्नलाई अझै हेल्प गर्नेछ। किनकि उपायको लागि पार्सल डेलिभरी मात्र होइन, इट्स अबाउट डेलिभरिङ होप, ह्याप्पिनेस एन्ड ह्युम्यानिटी। आज नै टिमसँग कनेक्ट गर्नको लागि भने स्क्रिनमा दिएको नम्बरमा कल गर्न सक्नुहुन्छ र एप चाहिँ प्ले स्टोर र एप्पल स्टोरबाट सजिलै डाउनलोड गर्न पनि मिलिहाल्यो। अब ढुक्कले सेल्स ग्रो गर्नुस्, डेलिभरीको लागि उपाय छँदैछ। जहाँ इच्छा त्यहाँ उपाय।